हेलो साथीहरू, आज मेरो किचकवत सगरमाथा चोकतिरको साइट परेको थियो। म ब्रान्च म्यानेजर सर र आरएम सर सँगै साइट भिजिटमा गयौँ। साइट हेर्दा अचानक लिचीको बगान देख्यौँ। हेरेर मुखमा पानी आयो। ल साथीहरू, लिची हेर्नु है त। यहाँ छ, त्यहाँ पनि छ, त्यहाँ आउँदा पर पनि छ। साइटको काम सकेपछि हामी अब त लिची खानुपर्छ भन्ने सोचमा थियौँ। तर त्यतिमै थाहा भयो हाम्रो कस्टमर सर ब्रान्च म्यानेजरै हुनुहुँदो रहेछ र कोइन्सिडेन्सली उहाँको आफ्नै बगान रहेछ। साइट भिजिट सकिएपछि उहाँले हामीलाई बगैँचामा वेलकम गर्नुभयो। त्यसपछि त के चाहियो र, हामीले बगैँचामै गएर ताजा लिची खायौँ। र सबैजनाले एक एक जला घर लानुलाई पनि प्याक गर्यौँ। मैले नि सुनेको थिएँ लिची धेरै खाँदा बिरामी परिन्छ अरे, तर हामीले त धेरै नै खायौँ। हाम्रो कस्टमर सर यति सहयोगी हुनुहुन्थ्यो कि जति मन लाग्छ त्यति नै खानुस् भनेर फ्रीमै अफर गर्नुभयो। झन्डै तर कत्रो ठुलो रहेछ नि त्यहाँको। मल राम्रो लाग्यो। ल त साथीहरू, आजलाई यति नै। भिडियो हेर्दै गर्नुहोला, लाइक कमेन्ट गर्दै गर्नुहोला, सपोर्ट गर्दै गर्नुहोला। बाइ बाइ।